बच्चो पेटा आरसी नै पाएन 1 month कम्प्लिट 2 month कम्प्लिट भन्दै नभएको भुँडीको फोटो खिच्दै सामाजिक सञ्जालमा हाल्दै तिमीहरूलाई गोडार नहुने हो यत्रो भुँडी देखिन लाग्यो भने बेबी सावर अर्को सावर हामीले त कसैले पेट बोकेको थाहा पाउँछन् कि भनेर पटुकीले कसेर हिँड्थ्यौं तिमीहरूको जस्तो जमाना थियो र घाँस दाउरा गबेला हुँ छोरा छोरी पाउँथ्यौं र भारीमाथि राखेर घर ल्याउँथ्यौं मैले पनि छोरी पाउने बेला पँधेरामा पानी लिन गइथे उही छोरी पाएँ अनि घैँटामाथि राखेर छोरीलाई घर ल्याएँ छोरो पाउने बेला मसला पिस्दै थिएँ त्यही बेथा लाओ अनि त्यही छोरो पाएँ अनि एउटा हातमा मसला एउटा हातमा छोरो बोकेर घरभित्र आएँ तिमीहरूको जस्तो महिनै पछि हस्पिटल लाउने हाम्रो जमाना थिएन हस्पिटल गइसकेपछि पनि आफै पाउन कहाँ सक्छौ र डाक्टरले निकाल्दिन पर्छ त्यति गर्दाखेरि पनि ऐया र दैया यहाँ दुखो र त्यहाँ दुखो अझै तिमीहरूले चाहिँ मिठो मिठो खाना पाइदेवा त हामी कति पो मान्ने थियौँ अगमजेल भात पनि खान पाउँथेनौँ यत्रा कपडाका धुम लिएर खोला जान्थ्यौँ उही कपडा धोएर घर आउँथ्यौँ अझै तिमीहरूलाई सुँडे नि चाहिने होइन काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्थे पहिलाकाले यस्तैलाई भन्दो रहेछन् कति जाने गाउँ नाटक पनि हामीलाई जस्तो भइदिए भए थाहा पाउँथ्यौ